1960 को दशकमा जापान अहिलेको जस्तो आधुनिक छैन। टोकियोहरू जस्तो ठुलो सहरहरूमा चाहिँ विकासको लहरहरू चलिरहेको छ यो समयमा। तर एकुजगाको जस्ता दुर्गम हिमालयन गाउँ अझै परम्परागत र अलग संसारमा बाँचिरहेको छ। गाउँ शान्त र सुन्दर छ, तर पुरानो रहस्यमय चलन र अन्धविश्वासले गहिरो जरा गाडेर बसेको हुनाले गाउँको वातावरण चाहिँ डरलाग्दो र रहस्यमय हुँदै जान्छ। को सुरुवाती एक सामान्य दिनमा गाउँमा अचानक बाक्लो कुहिरो फैलिन थाल्छ। यो बाक्लो र डरलाग्दो कुहिरो केवल मौसमको परिवर्तन मात्र होइन, यससँगै अलौकिक शक्ति र अज्ञात त्रास आउँछ। गाउँ निकै शान्त र सुन्दर देखिन्छ। जति धेरै सुन्दर देखेको छ यो गाउँभित्र त्यति नै धेरै रहस्यमय कथा र रहस्यमय डरलाग्दा घटनाहरू रहेको छ। अचानक बदलिएको वातावरण र अचानक परिरहेको पानी अनि त्यसपछि गएर यो बाक्लो कालो कुहिरोहरूले बताउँछ कि यो गाउँमा केही रहस्य लुकेर बसेको छ। How dare you speak to your parents like that? Dear, please calm down. अब चाहिँ कहानीको सुरुवात हुन्छ। कहानीको मेन पात्र चाहिँ हिनाको रहेको छ। उसलाई उसको आमा बुवाले एकदम गाली गरिरहेको हुन्छ। हिनाको बाबालाई अझै पनि गाली गर्न पुगेको छैन। कहाँ जाँदैछौ तिमी नसुनेर भन्छौ। किन सुन्दैन हिनाकोले मेरो कुरा भनेर भन्छ। त्यसपछि गएर हिनाको किन उसको दिदी जस्तो छैन भन्दै उसको बाबाले हिनाकोलाई एकदम गाली गर्छ। अनि हिनाको आमाले चाहिँ तिम्रो बुवालाई तिम्रो चिन्ता लाग्छ, माया लाग्छ, त्यही भएर बुवाले कराइरहेको भनेर सम्झाउन खोज्छ। हिनाको यस्तो हुनै सक्दैन भनेर घरबाट निस्केर हिँड्छ। हिनाको आफ्नो साथीहरूलाई खोज्दै गाउँभरि डुलिरहेको छ। हिनाकोले गाउँभरि नै कोही मान्छे भेट्दैन। अचानक हिनाको आँखा एउटा बन्द भएर बिग्रेर बसेको गाडीमा हिनाकोले कोही छ कि भनेर आवाज दिन्छ, तर त्यहाँ कोही हुँदैन। सुनसान गल्लीहरू र खाली घरहरू मात्र रहेको छ। हिनाकोले त्यहाँ कसैलाई पाउँदैन। गाडीको ढोका पनि खुल्लै हुन्छ र अचानक हिनाको आँखा गाडी घुमुनी रहेको रगतै रगत भएर मरिरहेको चरामा पर्छ। यो दृश्य देखेर हिनाको मुटुले ठाउँ छोड्छ र उसले अर्को बाटो लिएर जाने निर्णय गर्छ। उसलाई याद आउँछ कि त्यहाँ एउटा सर्टकट बाटो रहेको छ। उसले त्यही सर्टकट बाटो लिने प्रयास गर्छ। गल्लीको बाटोबाट सर्टकट लिएर गइरहेको हिनाकोले केही महिलाहरू बोलेको सुन्छ। महिलाहरूले भनिरहेको हुन्छ कि यो त शराब हो, यो तरिकाले को मर्छ भनेर। त्यतिकैमा अर्को महिलाले भन्छ कसैले सुन्न सक्छ, यस्तो कुरा नगरौँ भनेर। हिनाको बाटोको अर्को साइडमा आइपुग्छ र आफ्नो बाटोतिर लाग्छ। हिनाको साथीले अचानक हिनाकोलाई धोकेबाज भनेर आवाज दिन्छ। यो बाटो त तिमी कहिले हिँड्दैनौ, आज कहाँबाट बाटो बिर्सेर आयो भनेर उसको साथीले सोध्छ। एउटा बिग्रेको गाडीले बाटो बन्द गरेको हुनाले यो बाटो लिनु परेको भनेर हिनाकोले आफ्नो साथीलाई भन्छ। अचानक फेरि उसको साथीले पछाडिबाट उसलाई रहस्यमय तरिकाले
धोकेबाज भन्छ। यो सुनेर हिनाकोलाई एकदम अचम्म लाग्छ, मेरो आफ्नो साथीले किन यस्तो भनेको होला भनेर। यतिकैमा हिनाको फेरि अगाडि बढ्छ। सिधा अगाडि हिनाकोले एउटा केटा बेन्चमा बसिरहेको देख्छ। त्यो केटा चाहिँ कोही नभएर हिनाकोकै आफ्नो बाल्यकालदेखिको बेस्ट फ्रेन्ड स्यु रहेछ। सो उनीहरू बाल्यकालदेखि नै एक अर्कालाई पार्टनर भनेर डेटको गेम खेल्ने गरेको हुन्छ र स्युले हिनाकोलाई पार्टनर भनेर बोलाउँछ। हिनाको पनि हाई भन्दै स्युको नजिक गएर बस्छ। स्युको मनमा पनि केही कुरा लुकेको जस्तो छ, केही भन्न चाहन्छ तर स्युले खुलेर बोल्न सकेको छैन। यहाँ हिनाकोले स्युको मनको कुरा बुझ्दै केही त भन भनेर भन्छ। सुले उल्टै हिनाकोलाई तिमीलाई चाहिँ केही भन्नु छैन भनेर सोध्छ। उनीहरू एक आपसमा केही लुकाइरहेको छन्। हिनाकोले फेरि जवाब दिन्छ, तिमीलाई नै केही भन्नु छैन भने मलाई पनि केही भन्नु छैन भनेर। सुले भन्न थाल्छ, म तिम्रो हरेक कुरामा साथ दिन्छु, तिमी यतिकै चुप लागेर बस्नुमा त पर्दैनौ, आफ्नो लागि आफै लड्छौ, तर म जस्तो सिचुएसनमा तिम्रो साथ दिन्छु भनेर सु। यतिकैमा उनीहरूको बिचमा उनीहरूको अर्को साथी आउँछ, रिङ्को। रिङ्कोले सोध्छ, तिमीहरू के कुरा गर्दैछौ? हिनाकोले हामी केही कुरा गरेका छैन भनेर यतिकै साथीको कुरालाई टालिदिन्छ। यतिकैमा अर्को साथी आइपुग्छ र उसले भन्छ, हिनाकोले भनेको थियो कोहीसँग केही कुरा गर्नु छ भनेर। अनि हिनाको साथीहरू जिस्किन थाल्छ। हिनाको र उनीहरूको बिच केही कुराहरू लेनदेन भएको हुन्छ, म्यागजिन, पैसाहरू, अनि त्यसकै कुराले जिस्काउन थाल्छ, यही कुराको लागि त होइन भनेर। Do I get to hold on to the 500 yen I owe you too? What happened to paying her back with interest? I never said that. You can't prove I did. साथीहरू एक अर्कासँग जिस्किँदै हुन्छ, तर अचानक हिनाको आँखा चाहिँ त्यो कालो कुहिरोले ढाकिएको गल्लीमा पर्छ। हिनाकोलाई लाग्छ कि त्यहाँ केही छ, केही उभिरहेको छ, केहीले हिनाकोलाई हेरिरहेको छ, केही त छ त्यहाँ रहस्यमय डरलाग्दो चिज भनेर हिनाकोले त्यहाँ हेरिरहन्छ। यतिकैमा हिनाको डराएर उभिन्छ। उसको साथीले हिनाकोलाई फेरि धोकेबाज भन्दै गर्दाखेरि केही चिजले पछाडिबाट उसको साथीलाई छुन्छ। अचानक उसको साथीको जिउमा रातो रगतको फोकाहरू जस्तो, फुलहरू जस्तो केही चिज देखिन थाल्छ र उसको साथी मुर्छा परेर पिनेरी ढल्छ। त्यसपछि गएर पुरै इन्भाइरोमेन्टमा रातो रगतको फुल जस्तो चिजहरू र कालो कुहिरोहरू लाग्न थाल्छ र केही कुराले उनीहरूलाई पछाउन थाल्छ। रहस्यमय डरलाग्दो चिजले उनीहरूलाई लखटिरहेको हुन्छ र हिनाको पनि आफ्नो ज्यान बचाउनको लागि भागिरहेको हुन्छ। अचानक रहस्यमय रगतको फुलहरू जस्तो चिज हिनाको अगाडि आइपुग्छ। अगाडि र पछाडि बाटो दुवैतिर यो डरलाग्दो रहस्यमय भूत जस्तो रगतको फुल जस्तो चिजले बाटो छेकिदिन्छ र हिनाकोले आफ्नो साथीहरूबाट छुटिनुपर्छ र अर्को बाटो लिनुपर्छ। जति नै छिटो भागौँ, जति नै पर भागौँ, यो रहस्यमय चिजले हिनाको पिछा छोडिरहेको छैन। त्यतिमै हिनाको एउटा गल्लीमा छिर्छ। त्यो गल्लीको अगाडि नै यो चिज आइदिन्छ र हिनाको फेरि त्यहाँबाट भाग्छ।
त्यो रातो र रगतको फुल जस्तो देखिने चिजले हिनाकोको पिछा यति सजिलै छोड्छ जस्तो चाहिँ लागेको छैन। हाम्रो मेन क्यारेक्टर हिनाको ऊ पनि यति कमजोर छैन। आफ्नो ज्यान जोगाउनलाई जति नै प्रयास गर्छन् ऊ जति नै लड्न तयार छ। एमा पछाडिबाट उसको साथीको आवाज आउँछ, अहिले नै हार मान्नु हुँदैन हिनाको भनेर। यतिकैमा यो बन्द भइसकेको बाटोमा एउटा भर्याङ माथिबाट झारिदिन्छ अनि त्यसपछि गएर कसले हेल्प गरिरहेछ, कसको आवाज, यो चाहिँ रहस्यमय नै रहन्छ र यो रहस्यमय चिजले किन पछ्याइरहेको छ यो सबै जान्नको लागि अझै हेर्दै जाउँ, अझै खेल्दै जाउँ। त्यसपछि मात्र थाहा हुन्छ हामीलाई कि यसको रहस्य के हो भनेर। हिनाको माथि छतमा आइपुग्छ तर यो रहस्यमय चिज छतमा पनि आउन थाल्छ। सो हिनाको छतबाट पनि फेरि तल हाम्फाल्छ। केही समयको लागि यो रहस्यमय चिज शान्त हुन्छ। अहिले केही देखिरहेको छैन तर हिनाको हेल्थ भने एकदमै लो भइसकेको छ। मलाई लाग्छ अगाडि हामीले काहीँ हेल्थ मेड किट पाउन सक्छौँ। सुले हामीलाई अगाडि दिएको चिज चाहिँ पेन किलर रहेछ। यो हामीलाई काम लाग्छ भनेर सुले दिएको रहेछ। सो हामीले यो युज गर्न सक्छौँ। सुले दिएको पेन किलर र बाटोमा भेटेको ब्यान्डेजले हाम्रो फुल हेल्थ बनाइदिइसकेको छ। अब हामी अगाडि बढ्न सक्छौँ। सबै बन्द छ र यो भर्याङ बाहेक हाम्रो केही अप्सन छैन। यो गेमले गल्लीको बाटोहरू चाहिँ एकदम डरलाग्दो बनाएको छ है। जुन चाहिँ यो एनिमेसन छ नि यसले चाहिँ मनै हल्लाउँछ र यसको साउन्ड एकदम डरलाग्दो छ। यसको इन्भाइरोमेन्ट, एनिमेसन अनि त्यसपछि गएर साउन्ड इफेक्टले चाहिँ होइन यो गेमलाई एकदम डरलाग्दो बनाउँछ। अगाडि बढ्दै जाउँ के हुन्छ। यता छ अगाडि। अचानक हिनाको अगाडि एउटा डरलाग्दो मरेको पुत्ला जस्तो चिज आउँछ। त्यो पुत्लाको हातमा चक्कु पनि हुन्छ र रगतले लतपतिएको छ। एकदम डरलाग्दो देखिन्छ यो चिज। म अहिले केही सोच्न सकिरहेको छैन। मेरो मुखबाट केही बोली आउला जस्तो लागेको छैन है। यो भिजुअल इफेक्ट छ नि एकदम डरलाग्दो छ। ओके, यो भूतले चाहिँ हामीलाई अट्याक गर्दाखेरि हामीले सही समयमा डज गर्यौँ भने चाहिँ होइन हाम्रो जुन चाहिँ दौडिने स्टामिना हुन्छ नि त्यो चाहिँ फुल हुन्छ अरे है। सो लेट्स ट्राई इट। एकचोटि त डज गरेँ होइन, फुल भयो मेरो स्टामिना। ओके, हामीसँग वेपन छैन सो वी हेभ टु गेट आउट अफ हियर। अब भाग्नु नै राम्रो होला जस्तो छ। सो यो भिडियो चाहिँ म धेरै लामो नबनाएर यति नै बनाउँछु होइन। अनि सबैलाई हाम्रो च्यानलमा स्वागत छ र भिडियो मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। अनि त्यसपछि सब्सक्राइब गरिसकेकोहरूले चाहिँ आइकन थिचेर चाहिँ नोटिफिकेसनलाई अन गरिदिनु होला होइन। सो हामीले कुनै पनि नयाँ भिडियो हाल्दाखेरि तपाईँहरूले चाहिँ जानकारी पाउनुहुन्छ है त्यसबाट चाहिँ।